वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा पुर्याउन सक्छौँ। काठमाडौँ पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। अब नेपाली खल्तीमा ठ्याम्मै पैसा नभएको त हुँदैन। अलिकति भए पनि सरकारले खल्तीमा हालिदिन्छ। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। सिलिन्डरको फेज समाप्त गरिदिन्छु। घरमा चुलामा पाइप पुर्याएको AP1बाट 2 वर्ष मसँग लिनु परेन इन्टरभ्यू। 2 वर्षपछि लिनुहोस्, आजको रेकर्ड अगाडि राखेर 2 वर्षमा विकास सम्बन्धी, विकासको अभियान सम्बन्धी, आर्थिक समृद्धिको बाटोमा एमाले सरकारले गरेका कामहरूको चित्त बुझेन भन्ने ठाउँ कतै भेट्नु भने 2 वर्षपछि चुनौतीका साथमा तपाईँलाई भन्छु, ठाउँ खोजेर लिएर आउनुहोस्। यो रेकर्ड म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ। अब जर यहाँ आएर मन्त्री भइएको छ, अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस्। तपाईँ त्यो क्षेत्रमा लागिरहनु भएको छ नि त। एक दुई तीन काम चाहिँ के हुन्छ? पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। नेपाली जनताले निःशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको होला त नि, गरौँला। अहिले नै कसरी भन्ने त्यो पत्रकारहरूले नबेल्नु न हो।